के तपाईहरुको माटोको घर छ? के तपाईहरुलाई लिप्नुलाई समस्या छ? के तपाईहरुलाई निहुरिँदाखेरि ढाड दुख्ने, कम्मर दुख्ने को समस्या छ? समस्या छ भने यसको समाधान हो हाम्रो आन्टीले निकालेको है। पुरै पोचा छ त्यहाँनेरि लगाउने बाँसको एउटा लौरोमा सुई सुई न निहुरिनु पर्ने न के गर्नु पर्ने। अहिले तपाईलाई कस्तो भइरहेछ? अहिले ढाड दुख्छ कि दुख्दैन यसरी लिप्दा? छैन ढाड दुख्दैन। ढाड पनि दुख्दैन र हेर्नुस्। लिपाइ पनि कस्तो क्लियर छ ल हेर्नुस् त। अब यस्तो यस्तो तरिका छ अहिले हेर्नु आधुनिक युगमा। ल तपाईहरुको पनि यदि ढाड दुख्छ, कम्मर दुख्छ, निहुरिन सक्नुहुन्न, बसेर लिप्नुपर्ने अवस्था छ भने यसरी लिप्नुस्। यदि तपाई धनी हुनुहुन्छ भने त अब हाम्रो भन्नु केही छैन हैन। हामी जस्तो गरिब हुनुहुन्छ र माटोको घर छ भने यही तरिका। फेरि पछि भनेन, यसले सिकाएन, नभन्नु होला। सिकाएको छ पछि कम्मर दुख्यो भने